हेलो गाइज नमस्ते म पुष्प सदशङ्कर फेरि पनि उपस्थित भइसकेको छु पुष्प ब्लगमा। आज हामी घुम्न गइरहेको छौँ। मेरो श्रीमानको ढुकुटीको पिकनिकमा आज घुम्न गइरहेको छौँ। हामी जानेको तयारीमा हो। यहीँ सबैजना गाडीमा बसिसकेका छन्। हामी जाँदैछौँ। हेलो हेलो छोरी हो, कता हो तिमीहरू? कता बाबु? हेलो भन्दै यता। हेलो बोल्दैन बोल्ने बच्चाहरू कस्तो। हामी चाहिँ जाँदैछौँ। ढोका चाहिँ बन्द आफ्नो ल हाफै छैन फेरि। बाई 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 बाई। जेनी बाई भन। जेली पनि को रोक्यो भन्नु र। जेलले फेरि ए गर्नु मैले भुइँसीलाई हाई भन्नु परेको। हाई भोलि दुर्गेशको फिल्मतिर बित्छ हेर्दै जाँदा इन्डस्ट्रीमा कोही गाडी बित्छ। कच्चा भएर यहाँ चर्चा भएको छ। पैसा उडाउँदै गाडी उडाउँदै धुलो उडाउँदै मेरो यस्तै छ पाटा। मेरो दुश्मन छ धेरै, दुश्मनले हेरे। फाइनली हामी बजार आइपुग्यौँ। नारायणघाट बजार। यो चाहिँ बेलचोक हो, कान्छी बेलचोक। तर हामी ग्यारेजमा हो। गाडीमा हावा हाल्नु पर्यो। हाम्रो गाडीमा हावा कम छ। गाडीमा हावा हालेर अनि हामी फेरि हाम्रो गन्तव्यतर्फ जानेछौँ। अहिले चाहिँ हामी हाम्रो गाडीमा हावा कम भएको हुनाले ग्यारेजमा झरेका छौँ। बाबु तिमी झरेको हो? यो केटो त कति छिटो झरिसकेछ हो। उहाँ चाहिँ मेरो बाबु, मेरो श्रीमान उहाँ हुनुहुन्छ। अनि गाडीमा हावा हाल्दै हुनुहुन्छ। बाबु आऊ आऊ। आछ भोलि दुर्गेशको फिल्मतिर बित्छ हेर्दै जाँदा इन्डस्ट्रीमा कोही बढी ठिक खर्च भएर यहाँ चर्चा भएको छ। म पैसा उडाउँदै गाडी उडाउँदै धुलो उडाउँदै मेरो यस्तै छ पारा। मेरो छोरी थ्याङ्क यू। चाहिँ जाँदैछौँ। गाडीमा चाहिँ हावा भरिसक्यो। भरे होइन ए भरे होइन। ए नम्बर प्लेट मिलाएको रे। अब अगाडि गएर हावा भरेर अनि हामी हाम्रो यात्रामा जाँदैछौँ। यो चाहिँ बेलचोक बजार। बेलचोक होइन यो? अच्छा पुल्चोक आइसक्यो हामी। ए पुल्चोक आइसक्यो रहेछ हामी। हामी पुल्चोक आइसक्यो रहेछ बेलचोक भनेर मैले भर्खर बेलचोक भनेको बेलचोक कटिसक्यो पुल्चोक आयो। मम्मीले त हावा हाल्ने ठाउँ
अघि चाहिँ नम्बर प्लेट हालेको, अहिले चाहिँ अब चाहिँ हावा हाल्ने। हामी झर्नु पर्यो नि त। झर्नु पर्दैन। के यो चाहिँ पुल्चोक बजार रहेछ। म त गाडीमा भएर थाहै नभएर बेलचोक भनिराखेको, यो चाहिँ पुल्चोक रहेछ। हामी पुल्चोक आइसकेका छौँ। हाम्रो साथीहरू चाहिँ अगाडि हुनुहुन्छ। अहिले अगाडि गएर हामी सबैजना भेटघाट गर्नेछौँ। हामी चाहिँ आज फ्यामिली पिकनिकमा जाँदैछौँ। अब सिधै अगाडिको भ्लगमा जाने। अब सिधै अगाडिको भ्लगमा हामी भेट हुनेछौँ। अब बन्दाको भ्लग। हस् त बाई बाई भन्देऊ न। बाइ। मेरो छोराले अबको भ्लग टायरमा हावा सिधै अगाडि गएर भेट सिधै अगाडि गएर भेट हुन्छ भनिरहेको छन् मेरो छोराले। अब हामी अगाडि गएर भेट हुनेछौँ होइन त। बाइ। यो चाहिँ पुल्चोक हो। पुल्चोकमा आइसक्यौँ। हामी चाहिँ यहाँ पेट्रोल हाल्दैछौँ। यो चाहिँ कैलाश पेट्रोल पम्प। कैलाश पेट्रोल पम्प होइन यो। अब हामी चाहिँ यहाँ पेट्रोल हालेर अगाडि जानेछौँ। यो चाहिँ पुल्चोक हो। यो चाहिँ भैरुवा, बागलुङ, भालुवाङ, अत्रिया, सुर्खेत जाने बाटो। यो चाहिँ पुल्चोकबाट पारी। हाम्रो गाडीमा पेट्रोल हालिँदैछ। यो चाहिँ पेट्रोल पम्प हो। नारायणगढ बजार पुल्चोक। के किन्ने हो? चिप्स मात्रै? चिप्स दिनु न। ल्याउ यता, यहाँबाट खिच ल चिप्स। दुईटा दिनु न, दुईटा। पिरो कुरकुरी। दुईटा पानी दिनु। यता दोकानमा नि देखाऊ। पपकर्न खाने हो? पानी एउटा दिनु अनि त्यो चिप्स दिनु न एउटा। त्यो माथि हो त्यो पिरो खालको तलको तल पिरो खालको चिप्स मागिँदैछ। अनि त्यो सानो खालको दुईटा अनि एउटा दुईटा एउटा भयो। कति भयो? त्यो भाइहरू निस्किसकेको छ न। अब हामी जानुपर्छ। के छ तिम्रो हालखबर? भाइ यता हेर एउटा दामी स्माइल। दामी स्माइल हानिदिएको। सब ब्राउनी चकलेट किनिदिन्छ। यहाँ चाहिँ हाम्रो सामान। त्यहाँ चाहिँ चिप्सहरू प्याक हुँदैछ। अनि यता चाहिँ हाम्रो बच्चाहरू त्यहाँ गएपछि खाना पर्छ। उनीहरूलाई भोक लाग्छ। अहिले खाना टाइममा पाकेको हुँदैन, त्यही भएर अहिले हामीले खानेकुराहरू किन्दैछौँ। यो सबै हाम्रो हो। एउटा मात्र। यो एउटा चाहिँ मलाई हो, यो दुईटा चाहिँ तिमीहरूलाई हो क्या।
चिसो दिनु न। कति भयो? 415 भयो। अनि यहाँ चाहिँ अहिले हाम्रो यो सामान चाहिँ हामीले पिकनिकमा खानुपर्ने हुन्छ। त्यहाँ खाना पाकिसकेको हुँदैन। पैसा दियो? ल यो समात दुइटै समात दुइटै। जाऊ तिमी भित्र जाऊ, म आउँछु पैसा लिएर। यो पैसा चाहिँ हाम्रो रिटर्न आयो अनि हामी चाहिँ अब जाँदैछौँ। ल ल जाऊ जाऊ। ल हेलो नि माजा मम्मीलाई हो। ल म तिमी चढ न, म ढोका लगाउँछु कि। खाने हो नि यो अहिले। बाटो बनाउँदैछ त, बाटोको बिचमा पुल बनाउनु लाग्छ। के मन्दिर रहेछ? राम मन्दिर होला यो, नभन्दै राम मन्दिर रहेछ। हेर जय श्री राम लेखेको। जय श्री राम। अगाडि त फेरि उसको फोटो मजा आइरहेको है। छिन्चुको बाटो पनि यस्तै भइन्थ्यो नि। सेकेन्ड होला पालिका प्रगति नगर नवलपरासी। सीट बेल्ट लगाऊ न, अलि पछाडि सर अब।
अलि पछाडि सर न कस्तो भनेको नमानेको हो के मलाई डर लागिरह केही हुन्न भन्छ यस्तो डरलाग्दो भिडमा हो कि पिकनिक पनि छ बाटो त यस्तो छैन कान्छ कति डर लाग्दो बाटो अस्ति मनाङ मसाङ जाने बेलामा यस्तै तलसँग सुर्किएको थियो डरै लाग्दो यत्रो यत्रो बाटो थियो कि डर लाग्दो बाटो कि पाहाडै हो रहेछ है यो बाटो पहाड रिसिङ जाने बाटो रिसिङ कहाँ जाने रिसिङ सानाहरूको पहाड यो बाटो यो बाटो पुग्छ उता बाटो केटाकेटीलाई चिसो हुन्छ कि क्या हो खतरा बन्ने भयो फाइनली हाम्रो ठाउँमा आइपुग्यौँ बाटो डरलाग्दो थियो पिकनिक स्पोट आइपुग्यौँ म चाहिँ एकदम डर लाग्यो मेरो बच्चाहरू चाहिँ डर लागेन रमाइलो मान्यो मलाई चाहिँ डर लागेर मुटु चाहिँ फोक्सो मुखमा आइपुगेको थियो दिन चाहिँ यस्तो अँधेरो अँधेरो छ दिन अँधेरो होइन तपाईँको मोबाइल अँधेरो हो त्यो लाइट त्यस्तो दबाएर यस्तो काट्न लगाएको पो रहेछ तेरि नहेर खान्छ उता नहेर यहाँको ठाउँ चाहिँ यति रमाइलो रहेछ तर डर चाहिँ लास्टै लाग्यो मलाई पछाडि जान्छ जानु भने त अब अझै अझै ल भयो 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 पानी आहा नि त एउटै हातले काट्यो भाइ
यहाँ चाहिँ के पूजा गर्नुभएको बुवा? पहिलेको बुढाहरूको चाहिँ नि सिस्टम नानी हजुर पिछा भन्छ बात छुने भन्छ है पाठ क्षेत्रको ए त्यही पूजा गरेको ए बोका बोका हो यो पत्रिका हो पठी दोकान जुन यहाँ चाहिँ यस्तो पूजा गर्नुभएको छ पुरीका डुङ्ली चाहिँ यहाँहरूको चलन चाहिँ यस्तो छ यहाँ बाटो छुन्ने के छुन्ने भनेर पूजा गर्नुभएको अनि यहाँ चाहिँ हाम्रो गाडी चाहिँ यहाँ हामीले यसरी पार्किङ गरेको छ आजको दिन पिकनिक भनेर आएको यहाँ चाहिँ पानी पर्यो मौसम चाहिँ यस्तो धमिलो छ घुम्न आएको बाटो छेक्न पर्छ यसरी यहाँ चाहिँ यस्तो रीतिरिवाज रहेछ यहाँ बाटो छेकेर यसरी पूजा गर्नु हुँदो रहेछ यो चाहिँ खसी बोका बलि दिएर यहाँ पूजा गर्नुभएको छ यो चाहिँ हाम्रो जाने ठाउँ होटेल रातो बङ्गाल यो ठाउँमा चाहिँ हाम्रो पिकनिक स्पोट कति राम्रो रहेछ यो ठाउँ चाहिँ तर आजको दिन चाहिँ मौसम पानी परेको हुनाले आज दिन उज्यालो भएन त्यही भएर हल्का हल्का पानी परिरहेको छ यो ठाउँ चाहिँ यति रमाइलो छ ए हेर्नुहोस् यहाँको भ्यू चाहिँ राम्रै छ यहाँ चाहिँ यस्तो सही कति राम्रो फुल रहेछ यो होटेलमा चाहिँ हाम्रो बसाइ हुनेछ पानी आयो यस्तो मौसममा चाहिँ मौसम अलिक पानी पर्दछ म खान्न मौसम अलि उ छ अनि हेर्नुहोस् यहाँको भ्यू यति राम्रो आइरहेको छ अनि यो भयो हाम्रो पिङ खेल्ने ठाउँ पनि छ यहाँ माथि हेर्न सक्नुहुन्छ अनि मेरो मम पनि टोइलेटबाट आइसक्नु भयो लेट्स गो हामी जाँदै गरौँ मम्मीले हात धोएर आउनुहुन्छ जाम हामी जाँदै गरौँ फुलहरू कति मम्मीले मोड रक गर्नु भएको अरे मेरो चिया दुध चिया केटीकेटीलाई के छ त भाइ ठिकै छ ए भुटो सुटो त केही खान्न खुचिएर त अब हजुरहरूले जे खानुहुन्छ त्यही हो होइन हाम्रो मेनुमा के हो भने कि मेनुमा हजुर मेनुमा मलाई त्यति थाहा छैन मेनुमा के छ पुलाउ त लाग्छ भने जस्तो लाग्थ्यो हजुर सुरुमा ब्रेकफास्ट यहाँको ठाउँ चाहिँ यस्तो छ कति रमाइलो ठाउँ रहेछ हेलो मेरो बच्चाहरू चाहिँ कति खुसी भएका छन् आज यस्तो ठाउँमा घुम्न आउन पाउँदा यहाँ चाहिँ पिङ खेल्ने ठाउँ पनि रहेछ है वाउ कान्छो पिङ पनि रहेछ यहाँ त बिस्तारै है लडिन्छ जुन मुन हेर कान्छो आमा वाउ कति राम्रो ठाउँ आहा हेर त यहाँ बस त बस न कस्तो राम्रो ठाउँ भाइ म बाबा भाइ म तिमी चढ्ने हो यहाँ अनि बाबाले भिडियो बनाउने हो
कस्तो राम्रो ठाउँ आज घाम लाग्यो भयो मौसम यति राम्रो देखिन्थ्यो यति राम्रो देखिन्थ्यो आहा यो त लास्ट हल्का हुँदो रहेछ मम्मी घुम्नको लागि चाहिँ एकदम राम्रो ठाउँ रहेछ यो यो त लास्ट अनि बाटो चाहिँ देख्दा एकदम डर लागिरहेको थियो अहिले आइसकेपछि एकदम रमाइलो लाग्यो यस्तोमा बस्नलाई मान्छेहरूलाई कति आनन्द आउँछ होला है गाइस म चाहिँ पिङ हराउन लाग्यो मलाई धकालेर उडाइदिन्छ बाबु आऊ कति राम्रो ठाउँ हेर त आहा कति राम्रो ठाउँ हेर न यतापट्टि मुन हेर न मुन हाफ मुन यहाँ हेर न उता ऊ बस्ने ठाउँ देखे होइन ए आहा त चन्द्रमा चन्द्रमा पानी छ यहाँ पस्दिनु न ओछ्याइदिने हो ए ल ल ल बस बच्चाहरू तिमीहरू म भिडियो बनाउँछु हल्लाउ न यत्तिकै राख्ने खस लडिँदैन त्यहाँबाट हामी त्यस्तै पिङमा खेलेको नि कान्छ त्यो उसले के यस्तो उसले धकालेर यस्तो तान्नीले धकालेर छोडिदिएको क्या हामीलाई त्यो अफ गरेर फेरि साइडबाट कति रमाइलो म्युजिकले बज्न पर्ने यतिखेर है गीत गाइदेऊ र अघि घुम्ती रोड हाम्रो सबैजना आइसक्नु भएको छ साथीहरू उता पछाडि आइसक्नु भएको छ अनि यहाँ चाहिँ रमाइलो भइरहेको छ हामीलाई चाहिँ यहाँ सबैजना रमाइलो गर्दैछौँ हाम्रो साथीहरू सबैजना आइसक्नु भएको छ अनि यता चाहिँ मान्छेहरू सबै भेला भइसक्नु भएको छ यति राम्रो ठाउँ छ भ्यू कति दामी छ अनि मेरो कान्छी छोरी कस्तो भइरहेछ छोरा तिमीलाई रमाइलो छ ठाउँ आइसक्रिम कहाँ छ यहाँ आइसक्रिमै छैन आइसक्रिमै पाउँदैन अहिले खाने एकछिनपछि म खाइसकेको अघि नै हेलो गाइस कस्तो लागिरहेछ कस्तो भइरहेछ र सबजना भनिदिनु होला कस्तो लागिरहेछ मेरो युट्युब भ्लगमा हजुरहरूलाई धेरै धेरै स्वागत छ आजको दिन रमाइलो छ होइन घुमघाम हाम्रो पिकनिक यतातिर हाम्रो माल दिदी कस्तो लागिरहेछ दिदी रमाइलो कस्तो सरर हावा चलिरहेछ यतातिर सबैजना साथीहरू सबैजना दिदीहरू सबैजना हुनुहुन्छ अनि यता हाम्रो म्याम यता रमाइलो भइरहेछ एकदम रमाइलो है सबैजना एकदम ह्याप्पी है एकदमै कस्तो लागिरहेछ एकदम रमाइलो हाम्रो पिकनिक साह्रै रमाइलो भइरहेको होइन चिसो एकदम कुल रमाइलो है रमाइलो है फेरि पनि फेरि आउनुपर्छ यस्तै हुन्छ यहाँ चाहिँ जोडी जोडी पिकनिक पिङ खेलिरहेको उहाँ चाहिँ यस्तो छ है रमाइलो भइरहेको छ सबैजनालाई ल मैले खाइसकेँ यिनीहरू चिया खाँदैनन् चिया खाने बानी छैन यिनीहरूको ऊ त्यो चाहिँ के त्यहाँनिर हिउँ भइदियो कस्तो राम्रो सगरमाथा जस्तो देखिन्थ्यो है त्यो ठाउँमा कहाँनिर यता माथि होला के छोरा ऊ त्यो डाँडामा के हिउँ भइदियो कस्तो रमाइलो सुन्तला हो रमाइलो बुढेसकालमा होइन
मजा भइरहेको फेरि 40 कटेसी रमाउने भने यही हो कि ल भइसक्यो जस्तो भइरहेको आजदेखि ल भयो वाउ सिधा बस्न खान्छ मैले हल्ला त्यो हल्ला कि हाम्रो खानाको तयारी हुँदैछ यहाँ हामी चाहिँ खाना खान लाग्दैछौँ खाना चाहिँ होइन खाजा बिहानको खाजा खाँदैछौँ नास्ता नास्ता यस्तो रमाइलो ठाउँ छ है हल्का घाम लागिरहेको छ खान्छ छ त त्यहाँ भाइलाई चिकन बनाएको थियो तिमी पनि चिकन खाने हो कहाँ दाइ यिनीहरूलाई चिकन भनेको थियो भन्नु त भाइलाई भनिदिनु न होइन होइन उसलाई मात्रै एकजनालाई मात्रै भाइले ल ल बाबु तिमी नै यहाँको हो लुकी लुकी भन्नु बाबाले मामीले भनेको हजुर खानुहुन्छ भनेको जाउँछ मैले भनेको खानुहुन्छ भन्नुभयो मामीले लिलो नभए है फेरि भिडे लिलो होला यसो भने चाहिँ यतापट्टि आउँदा कस्तो सिरिङ आउँदो रहेछ आमाले दिदी यतापट्टि आउँदा त सिरिङ आउँदो रहेछ हजुर ए ल ल दर्पण जाऊ रोस खानलाई अझै हल्ला नि दाइ त्यही राखिदेऊ मम्मी खान्छु यहाँ मेरो छोरीहरू अनि दिदीहरू छोरा खाँदैछन् सबैजना यहाँ खाना खाँदैछौँ अब हाम्रो अन्तिम हो यो खाना अब हामी यो खाइसकेपछि घर जाँदैछौँ अब बेलुका हुन लागिसक्यो बेलुकाको भ्यू चाहिँ यस्तो छ है
अब घर जाने बेला चाहिँ डर लागिन्छ फेरि कसरी जाने भाइ बाटो देखेर आमा सत्र सबैलाई ल हामी घर जान लाग्यौँ हाम्रो पिकनिक सिक्यो खाइयो खाइयो रमाइलो भयो होइन एकदम बाटो चाहिँ अब यस्तो फोटो गर्नु ल